विश्वको सबैभन्दा पुरानो देश हो। त्यसैले त्यसकारणले त्यो भारतले नेपालका राजालाई विष्णुको अवतार मानेका हुन् होइन, समग्र हिन्दूहरूले। त्यो मात्रै होइन, यो विश्वकै पृथ्वीको राजा हो नेपालको शाहवंश। त्यसैले महाराजा भनेको महाराजा भनेको महाराजा धिराज, सम्पूर्ण राजाहरूको पनि राजा भनेर महाराजा भनेको, महाराजा धिराज महाराज धिराज भनेको नेपालको राजा राजा, नेपालको राजा। बेलायती रानीलाई चाहिँ पनि महारानी भनिन्छ, नेपालको राजालाई महाराजा भनिन्छ। महाराजा। बाँकी विश्वको कुनै पनि देशका राजाहरूलाई राजा भनिन्छ, रानी भनिन्छ, महाराजा वा महारानी भनिँदैन। यो दुईटा फ्यामिली चाहिँ विश्वको सबभन्दा उच्च हो रोयल फ्यामिली यो धरतीको। उनीहरू चाहिँ फेरि अलि फरक छ है। फेरि यो हाम्रो चाहिँ प्रकृतिबाट सम्मानित महाराज धिराज हो, तिनीहरू चाहिँ अङ्ग्रेजी जनताबाट सम्मानित महारानी हुन्, महाराजा हुन्, महाराजा र महारानी हुन्। थालुतन्त्र भनेको लगभग चाहिँ नि मध्ययुगको उत्पादन